आजको हाम्रो छोटो मिठो यात्रा अहिलेको भाइरल ठाउँ तालबेसीसम्मको। अब हामी अमरसिंहदेखि उता जाँदैछौँ। यो चाहिँ विजयपुरको नयाँ पुल। यो चाहिँ सेनाको ब्यारेक। यो अब हामी अगाडि बढ्दैछौँ। यो चाहिँ काठमाडौँ जाने बाटो। यो तालचोकबाट यता चाहिँ बेगनासताल जाने बाटो। यो चाहिँ काठमाडौँ जाने, यता तालचोक जाने बाटो। यो चाहिँ बेगनासताल जाने बाटो। अब हामी बेगनासताल पुग्छौँ। बाटो चाहिँ अलिक खत्तमै रहेछ है। कोरियाला बनाउने बिचको प्याज त लास्टै रहेछ। अब यो बेगनासताल जाने चोक आयो यो। अब यताबाट हामी लेफ्ट गयो भने जान्छ बेगनासताल, सिधै गयो भने जान्छ हामी रूपाताल। यो बेगनासतालको बस स्टप आयो। यहाँबाट हामी लेफ्ट जाने भनेपछि बेगनासताल गइन्छ। यो बस स्टप यो चिप्लेढुङ्गाबाट आउने बसहरू हो। यो यता देब्रे लेफ्ट गयो भनेपछि चाहिँ लेफ्ट गयो भनेपछि चाहिँ बेगनासताल। अब हामी जान्छौँ सिधै। यो चाहिँ रूपाताल जाने बाटोबाट देखेको बेगनासतालको भ्यू। जहिले पनि त्यो पारीको साइडबाट देख्थ्यो नि त हामीले है। तर यो साइडबाट कहिले आउँथेन। अझै यताबाट यस्तो भ्यू रहेछ यहाँबाट। सही देखेको है। त्यहाँ होटलहरू रहेछ नि त यो जम्मै। जताबाट हेर्दा नि यस्तो राम्रो देख्ने है बेगनासताल। जुन कुराबाट हेर्दा छुट्टै देखिने कि है। कस्तो मजाको। यहीँ घर भएकोहरू जग्गा भएकोहरू त भाग्यमानीहरू यिनीहरू त है। कस्तो मजाको ठाउँ यार। यो तल रहेछ कि माझीगुना, यो एरिया रहेछ कि। यो घर भएकोलाई माझीगुना भन्ने रहेछ। अब यहाँबाट हामीहरू राइट यो ठाउँ रहेछ भन्ज्याङ। अस्ति यही हो भन्ज्याङ। यहाँबाट चाहिँ
तल्लो बाटो यो भन्ज्याङबाट सिधै यही बाटो नछोडिकन सिधै जाने भनेपछि तालबेसी पुगिने रहेछ। बाटो यो चाहिँ अहिलेको भाइरल ठाउँ तालबेसी। यो पुलबाट यतै के स्कुटर त्यो पुलमा चलाखेर अघि गयो त एकजना। एकदमै राम्रो ठाउँ रहेछ। छुट्टीको दिनमा फ्यामिलीसँग आएर टाइम स्पेन्ड गर्ने, खाजासाजा बनाएर ल्याउने, खाने राम्रो ठाउँ रहेछ। छाताको व्यवस्था चाहिँ गर्नुपर्छ, घामले चाहिँ डह्रो खाँदो रहेछ। छाता, यसो सानोतिनो टेन्ट पालहरू लिएर आएर बसेर यहाँ चाहिँ स्विमिङ गर्न सकिने रहेछ। स्विमिङ गर्ने लुगाहरू लिएर आएपछि स्विमिङ गर्न नि मिल्ने रहेछ। ठाउँ चाहिँ एकदम राम्रो रहेछ।